नेपालका 8,000 भन्दा अग्ला हिमालहरू। नम्बर 1 मा रहेको छ सगरमाथा। यसको उचाइ 8,848.86 मिटर रहेको छ। यो सोलुखुम्बु जिल्लामा पर्छ र यो खुम्बु हिमश्रृङ्खला भित्र पर्छ। नम्बर 2 मा रहेको छ कञ्चनजङ्घा। यसको उचाइ 8,586 मिटर रहेको छ। यो टाप्लेजुङ जिल्लामा पर्छ र यो कञ्चनजङ्घा हिमश्रृङ्खला भित्र पर्दछ। नम्बर 3 मा रहेको छ लोटसे। यसको उचाइ 8,516 मिटर रहेको छ। यो सोलुखुम्बु जिल्लामा पर्छ र यो खुम्बु हिमश्रृङ्खला भित्र पर्दछ। नम्बर 4 मा रहेको छ मकालु। यसको उचाइ 8,463 मिटर रहेको छ। यो सङ्खुवासभा जिल्लामा पर्दछ र यो कुम्भकर्ण हिमश्रृङ्खला भित्र पर्छ। नम्बर 5 मा रहेको छ चोयु। यसको उचाइ 8,201 मिटर रहेको छ। यो सोलुखुम्बु जिल्लाभित्र पर्छ। यो खुम्बु हिमश्रृङ्खला भित्र पर्दछ। नम्बर 6 मा रहेको छ धौलागिरी। यसको चाहिँ 8,167 मिटर रहेको छ। यो म्याग्दी जिल्लामा पर्छ र यो धौलागिरी हिमश्रृङ्खला भित्र पर्दछ। नम्बर 7 मा रहेको छ मनासलु। यसको चाहिँ 8,163 मिटर रहेको छ र यो गोर्खा जिल्लामा पर्दछ। यसको हिमश्रृङ्खला चाहिँ गणेश हिमश्रृङ्खला भित्र पर्दछ। नम्बर 8 मा रहेको छ अन्नपूर्ण। यसको चाहिँ 8,091 मिटर रहेको छ। यो कास्की जिल्लामा पर्छ र यो अन्नपूर्ण हिमश्रृङ्खला भित्र पर्दछ। यसलाई सम्झिने सूत्रहरू यास्के यालेम सिडी यामे। यास भनेको सगरमाथा, के भनेको कञ्चनजङ्घा, यल भनेको लोटसे, यम भनेको मकालु, सी भनेको चोयु, डी भनेको धौलागिरी, यम भनेको मनासलु, ए भनेको अन्नपूर्ण। हिमश्रृङ्खलालाई याद गर्ने तरिकाहरू चाहिँ सोलुखुम्बु जिल्लामा पर्ने सबै हिमश्रृङ्खला चाहिँ खुम्बु हिमश्रृङ्खलाहरू हुन् भनेर बुझ्ने र गोर्खामा पर्ने चाहिँ गणेश हिमश्रृङ्खला हो र यो कुम्भकर्ण हिमश्रृङ्खला बाहेक अरू सबै हिमश्रृङ्खलाको नाम हिमालको नाममै राखिएको छ। सगरमाथा विशेष। सगरमाथाको अवस्थिति यो सोलुखुम्बु जिल्लामा पर्छ र खुम्बु पासाङ लामु गाउँपालिका वार्ड नम्बर 4 मा रहेको छ। यसको अक्षांश 27°59 मिटरदेखि देशान्तर यसको अक्षांश चाहिँ 27°59 मिटर रहेको छ। यसको देशान्तर चाहिँ 86°15 रहेको छ। देशान्तरले समय जनाउँछ भने अक्षांशले दूरी जनाउँछ। सगरमाथालाई माउन्ट एभरेस्ट भनी नामकरण गर्ने व्यक्ति चाहिँ जर्ज एभरेस्ट हुन्। 1865 मा गरेका थिए। सगरमाथा भनी नामकरण गर्ने व्यक्ति चाहिँ बाबुरामाचार्य हुन्। सन् 1956 विषम 2012 मा गरेका थिए। थर्ड पोल तेस्रो ध्रुव भन्ने नामकरण गर्ने व्यक्ति चाहिँ माइकल कर्ग हुन्। सन् 1911 मा गरेका थिए। 15औं चोली भनी नामकरण गर्ने व्यक्ति चाहिँ राधानाथ सिकन्दर र जेम्स प्रिन्सको टोलीले गरेका थिए। यसको उचाइ चाहिँ 8,848.86 मिटर रहेको छ भने 29,031.69 फिट रहेको छ। यसको चुचुरो चाहिँ 60 वर्ग मिटर रहेको छ। आरोहण गर्ने व्यक्ति। सगरमाथाको प्रवेशद्वार भनेर चाहिँ नाम्चे बजारलाई भनिन्छ।
सगरमाथा दिवस मे 29 गते मनाइन्छ। सर्वप्रथम आरोहण गर्ने व्यक्ति चाहिँ विश्वकै सर्वप्रथम आरोहण गर्ने व्यक्ति चाहिँ एडमन्ड हिलारी हुन्। सन् 1953 मे 29 गतेका दिन आरोहण गरेका थिए। यिनलाई आरोहण गरेको मितिलाई नै सगरमाथा दिवस भनेर मनाइन्छ। नेपालको सर्वप्रथम आरोहण गर्ने व्यक्ति चाहिँ तेन्जिङ नोर्गे शेर्पा हुन्। 2010 जेठ 16 गते आरोहण गरेका थिए। विश्वको पहिलो महिला आरोहण गर्ने चाहिँ जुनको टाइवाई हुन्। यिनी जापानका थिए। नेपालको पहिलो महिला आरोहण गर्ने चाहिँ पासाङ लामुङ शेर्पा हुन्। 2050 वैशाख 10 गते आरोहण गरेका थिए। सबैभन्दा बढी पटक आरोहण गर्ने चाहिँ कामिरेता शेर्पा हुन्। 31औं पटक आरोहण गरिसकेका छन्। 31औं पटक चाहिँ 2081 2 महिना 15 गते गरेका हुन्। सबभन्दा बढी महिलामा चाहिँ लाक्पा शेर्पा हुन्। 10औं पटक गरिसकेका छन्। 10औं पटक 2079 1 महिना 29 गते गरेका हुन्। बिना अक्सिजन सबैभन्दा पहिले आरोहण गर्ने चाहिँ कामिरेता शेर्पा हुन्। सगरमाथा वारपार गर्ने पहिलो व्यक्ति चाहिँ आङफुरुवा शेर्पा हुन्। दक्षिणी र उत्तरी दुवै मोडमा मोहडाबाट आरोहण गर्ने चाहिँ काजी शेर्पा हुन्। सबैभन्दा चाँडो आरोहण गर्ने व्यक्ति चाहिँ शम्भु तामाङ हुन्। चुचुरोमा तपस्या गर्ने व्यक्ति चाहिँ भक्त कुमार राई हुन्। चुचुरोमा विवाह गर्ने मानिल महतो र पेमा डोते शेर्पा हुन्। हिउँ चितुवा उपनामले परिचित आरोही चाहिँ इन्द्र राई हुन्। कान्छा हिमाल आरोही चाहिँ युवराज ढिटाललाई भनेर चिनिन्छ। दुवै खुट्टा नभएका आरोही चाहिँ सुदर्शन गौतम हुन्। दुवै आँखा नभएका आरोही चाहिँ इरिक वाइनमेयर हुन्। 8000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गर्ने मिङमा शेर्पा हुन्। 8000 मिटर भन्दा अग्ला 14 वटा हिमालहरू 92 दिनमै आरोहण गर्ने चाहिँ तेन्जिङ शेर्पा र क्रिस्टिना हुन्।